सम्पूर्णलाई नमस्कार। आज चाहिँ म यहाँ हाम्रो राजेन्द्र निरौलाको कृषि फार्ममा उपस्थित भएको छु। यहाँ हेर्न सक्नुहुन्छ टमाटर छ, यो माथिल्लो गरामा नै सब्जीहरू लगाएको छ, लगायत यहाँ तलतिर अदुवा, तल बारीसम्म छ, अर्कोपट्टि कोपी छ। यहाँ उहाँसँग म 2 मिनट जति कुरा गर्न चाहन्छु। नमस्कार। नमस्कार। हजुरहरूको यो फर्मको नाम चाहिँ के हो? मेरो फर्मको नाम चाहिँ जलाश्रय कृषि तथा पशुपालन फर्म हो। हजुरले यो लगभग कति समय भयो यो थालनी गरेको चाहिँ? 77-78 देखि दर्ता गरेर सञ्चालनमा ल्याएको हो। हजुरले दुध दिनमा कति बेच्नुहुन्छ? दुध दिनमा 38 देखि 40 लिटर। ए, यो जुन अहिले कसरी लिटरको बेच्दै हुन्छ पाखीमा? दुधको त भावै छैन, 50 रुपियाँ लिटर। कतिको पोसाउँछ? जस्तै दाना बराइन विभिन्न सामग्रीहरू किनेर गाईको पाल्दा कतिको पोसाउँछ? सामान्य ठिकै हो, त्यो धेरै त पोसाउँदैन। अब दुधको भाउ छैन अहिले, तर दुध चाहिँ अब चलिरहेको छ। जसलाई मैले दुध दिइरहेको छु उसले समय समयमा पैसा दिएको होला, त्यसलाई सन्तुष्टि मान्नु पर्यो। हजुरले जुन अहिले यहाँ अदुवा लगभग धेरै लगाउनु भएको छ यो पाखरीबासमा सुने मध्ये, हजुरले लगभग यसपालि अदुवा कतिको बेच्नुभयो? जस्तै माउ अदुवा चाहिँ माउ अदुवा 3 लाख 4 लाखको, 3 लाख 3.5 लाखको बेच्यो। अनि हजुरले वर्षमा ब्रोइलर कुखुरा नि पाल्नुहुन्छ, वर्षमा लगभग ब्रोइलर कुखुराबाट कतिको आम्दानी हुन्छ? ब्रोइलर कुखुराबाट वर्षमा त्यस्तै 5 लाख जति आम्दानी हुन्छ। हजुरले अनि काँक्रा पनि लगाउनुहुन्छ, बन्दाकोपी, लगभग यो सबै गरेर वर्षको कति जति हुन्छ सबै खर्च कटाएर? काँक्रामा त्यही 1.5 लाख हो। अब त्यसबाट खर्च कटाउनु पर्छ। अब काँक्रामा पहिला लगानी मात्रै हो। अब खोर्सानी छ, पेप्सिकम छ, सिमला छ, त्यो चाहिँ अलिक रोग लाग्यो। हजुर। र पनि घाटा चाहिँ भएन, फाइदै हो। हजुरले यहाँ टमाटर पनि लगाउनु भएको छ, वर्षमा जस्तै छिमल बेच्दाखेरि टमाटरबाट चाहिँ कति आम्दानी गर्नुहुन्छ सबै खर्च कटाएर? टमाटरबाट पनि हुन्छ 1 लाख जति। अब यो टमाटर चाहिँ तीनचोटि पहिला रोपेको ठाउँबाट त्यसलाई चाहिँ सकिएर अर्को रोपेको छ, दोस्रो लटको हुन लागेको छ। तीनचोटि 3 खालको रोपेको हुनाले यसबाट राम्रै फाइदा हुन्छ। ए, हजुरलाई म एउटा प्रश्न गर्नु पर्यो। हजुरले जुन यो नेपालमा केही भएन, मान्छे जुन 18 वर्ष कटेपछि अथवा 16 वर्षमा नागरिकता बढाएर विदेश जाने मान्छे नेपालमा केही हुँदैन, नेपालमा चाहिँ बस्यो भने भविष्य बर्बाद हुन्छ भन्ने युवाहरू अथवा युवतीहरूलाई कृषि पेसामा भोलि सम्भावना यस्तो छ भनेर तपाईँले भन्दाखेरि कसरी भन्नुहुन्छ? एकचोटि यसको बारेमा भनिदिनु। यो विदेश जानेहरूलाई आफ्नो योग्यता क्षमता सिप नभएको मान्छे विदेश जानु भनेको चाहिँ अलपत्र पर्नु हो। नेपालमै बसेर